छेवर युवानको छेवरको लागि रेडी हुँदैछु। युवान हेर यसको छेवरको लागि तयारी हुँदैछ। हामी तयारी गर्दैछौँ। अहिले चाहिँ विधि हुन गइरहेछ। हामी गएको थियौँ नि त हाम्रो नाच टोली लगेर अब तपाईँ आएर त्यो नचल्नु साथै त्यो अरूको नाच त्यो उहिले बुढी मान्छे फाइदा भइहाल्थ्यो। युवाको चाहिँ अब एउटा पहिलो कर्म गर्ने हुनाले चाहिँ उहाँको कोइङहरूको मामा चाहिँ अलिकति इमर्जेन्सी बिरामी उहाँको अब हाम्रो त्यो बेला पैसाले नै अब एउटा मामाको आधार दिएर चाहिँ उहाँको तलफुङमा विधि बिछाउने माथि दिने छेवामा चाहिँ हाम्रो पैसा दिने हात हाल्नु भन्छ। हजुरलाई चाहिँ अब हुने काममा पनि अब के अरे मामा बाउले नहुँदाखेरि पनि जयसेलनले चाहिँ काम कर्मकाण्ड गरिलानु भन्ने एउटा हाम्रो किराँतहरूको चलन छ। त्यसले गर्दाखेरि पैसालाई है त्यो आमाले यो भनौँ बधाईको सेवाको लागि अलिअलि दुखिहाल्छ नि खराक खराक गर्दा। अलिकति ल्याउनु न बोतलमा पाए नि। केटाकेटी त अहिले यत्रो बच्चालाई होइन 6-7 वर्षलाई चिल्लाएर खाबिने भिडियोमा त ठिकै हुन्छ कि हेर्दाखेरि। ल बत्ती बाल होइन हुन्छ अलमोस्ट रेडी तयारी भइसक्यो होइन। ल अब निनीले युवानको निनीले युवानलाई तयारी गर्दै ह्यान्डसम बनाउँदै मेरो भदैलाई हजुर हेलो बस्दै गर्नु म तयार गर्छु। पर दाजुहरू हुनुहुन्छ सहयोग भयो यसलाई राम्रो देखेँ मेरो भदैलाई अब सुरुवाल चाहिँ आफै लाउँदा हुन्छ होला। ल रेडी हुँदै हाम्रो युवान हिरो हुँदै ल कोट अब कोट लाएर बेहुला बनाउने भदै बेहुलाको जुत्ता मिनी बेहुला। ल यहाँ हेर त है केटा कत्रो देख्यो बाउ भन्दा पनि ठुलो देख्यो कि ल ल स्प्रे ल अब
फर्स्ट विधि टिका लगाउन आँटेको यो भने गुन्युचोली जस्तै हैन हामीले दक्षिणा दिनु पर्दैन ए हो मैले त नआउनु त आएको छु नि त आशीर्वाद दिनुहोस् है आशीर्वाद भएले त यो डिएसपी भएर हल्ला हुनु हुने खालको छ नै बेडा डिएसपी सिडिओ हुनु अनि अन्तिममा हल्ला हुनु है भनेर भन्दै पहिला बसेर माथि यहाँ चाहिँ आम्बाउले पनि लाउँदा हुन्छ अनि अब यसलाई यो चुलामा चाहिँ खोलाइदिने अनि त्यहाँ है माइदी खै माइली दिदी उता लु अब त्यसले त युट्युब बनाउने रहेछ हौ त्यसले मेरो अनुरोध चिन्नेबाट हिँडेको ल अब यसो गरौँ न त तपाईँहरू जाने होइन अब बाहिर लगेर हामीले चाहिँ बाहिर लगाएर मात्रै लेख्ने छ नि ल्याउनु लेख्ने भन्दा त्यो डलरमै काम गरेर त्यो एनजिओमा काम ल हाम्रो साथीहरू हेर्नु भने एनजिओ हजुर ए हो खिचौँ ल ग्रुपमा ल आम्मामा खुकुरी पाइस् त भाइ ल अब खुट्टामा ढोक न अब यसले हाम्रो पनि ढोगेको छैन ढोग्यो अहिले घोडा किन्ने पैसा बाइक किन्ने ल ठिक मामा बिसन दाई हाम्रो पुर्खा यस पनि काट्ने बेला भएछ त्यहाँबाट फोटो खिचिदिनु ल म चाहिँ यहाँबाट भिडियो लिन्छु अर्कोलाई पनि एकदमै अष्टचिरञ्जीवी हुनु तपाईँकोबाट पनि खिचिदिनु ल दिदी
त्यसै ज्ञानी हाम्रो एकचोटि लाउँदा हुन्छ त्यो जोगिनुपर्छ कपडा दिदीले आशीर्वाद आशीर्वाद दिनु हुँदैछ त्यही त फोटो लिनु त्यहाँबाट ल यहाँबाट भिडियोस् अहिलेसम्म त हुँदै गरेको देखिन्छ होइन त्यतिले त नाम कमाएछ सबै विदेशबाट अफर गरेछ दिदी दिदीहरू दाजु भरे आउनुहुन्छ ल ढोग न यस्तो गरेर के गर्छ ल है होइन होइन दाजु नखुवाइदिँदा पनि हुन्छ ढोग त पनि ढोग है त मेन स्पेसल आजको अहिले लड्लास् है त यता आएर होइन भिडियो मात्रै लिएको छु त्यही ढोग ढोग्नु पनि खाइकन मेरो पानी बाजेलाई कहीँ भेट्यो नमस्ते बाजे भन्नुपर्छ हो टिका नलाइदिएको है हो र आशीर्वाद दिनु है मिना दिदी मजाले चिनेनस् दिदीलाई ल पल्टन स्टाइल हो मामा के स्टाइल अरे मामालाई तर ढाका टोपी राम्रो देख्दो रहेछ उसको फेभरेट लागेछ उता भतिजो दुईजना देखेन कि हो यताबाट खिच्नु कोचिङ ट्युसन त्यो भाइलाई ठिक छ बिचरा लजाउँदैछ हो नलजाइ लगाइदेऊ ल हो
हजुरले गरेको ल हेलो दिदी लक्ष्मी हेलो बबिता दिदी छेउरमा यहाँ मेरो फ्रेन्ड्सहरू अलिअलि ए के भन्छ ए फोटो खिच्दैन हाम्रो उयो भन्छ Well friends, thank you so much for watching the video. धेरै धेरै धन्यवाद दिन चाहन्छु सम्पूर्ण मेरा दर्शकहरूलाई जसले यो भिडियो हेरेर साथ दिनुभयो र आउँदा दिनहरूमा पनि भिडियोलाई लाइक शेयर सब्स्क्राइब गरेर मलाई प्रोत्साहन गर्नुहोला र पक्कै पनि यो भिडियो हेरेर जति पनि साथीभाइहरूले मलाई सहयोग गर्नुहुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद. See you in next video.